बिग्रेको तेलको सक्यो त्यो मुच के राख्यो त्यो मुच नि राख्नु कति बेला भए पुग्छ भने आयो भन्नु छुट्टै हो अनि कति बेला कि त्यहाँ पाउँछ नि त्यहाँ पाउनु त्यहाँ पाउँछ त्यहाँ पाउँछ नि यो त होइन कम गरेपछि तेल आउँछ पेट पनि लाउँदैन पेट लिँदैन होला ब्रेक लिँदा हावा हुनु परेन दुईमा रहेछ काका हावा यो मान्छे कुनै एम्बुलेन्स आएर पसेको कि आलो एम्बुलेन्स आउँदैन एउटा तीनटा एम्बुलेन्स माथिबाट आउने एम्बुलेन्स हुन्छ अब उहाँ उताबाट आउने छुट्टै एम्बुलेन्सहरू आयो भने आज खाने भोलि सुत्ने आज खाने भोलि चाहिँ मतलब छ यो मान्छे त रोजगार बसिरहेको छ दुनियाँ बसिरहेको छ के काममा हिँड्ने होला कसको काममा हिँड्ने होला मतलब छैन लापरवाहीको धेरै लापरवाही त्यही भन्दाखेरि नराम्रो लागिरहेको छ फेरि ट्राफिक गलत भयो ट्राफिक खाना यो बोल्दै उता गाडी साइड गरिसक्यो यार अलिक पछाडि गएर भन्दाखेरि त्यो अघि नै भन्नुपर्ने साइड अब यहाँ गइरहेको यहाँसम्म ब्याग अगाडि आएको त्यहाँसम्म ब्याग गइसकेपछि मलाई लाग्यो कि तल जान्छ भनेर त्यही भएर आइदिएर छिटो आइदिएर गाडी साइडबाट मैले भनेर उसले नराम्रो लाग्यो पिसी बनाइदियो त्यो कुरा हेर्नु चुप लागेर बस्ने जे हुन्छ देशमा हुन दिनुपर्छ त्यो चाहिँ राम्रो त्यो चाहिँ राम्रो हेरेर बस्ने अनुहार हेर्ने त्यो चाहिँ राम्रो गरिदिनु अलिक पर गऱ्यो भनेदेखि नराम्रो भइन्छ हजुर त्यो बिग्रेको भाडा भएको निकाल्ने पाइप छैन फेरि है नत्र मेरो निकालिदिनु भाडा पाइप चाहियो तेलको सक्यो अब मुचे गरिदिनु म त बनाइरहेको छु त्यो मुच के राख्यो त्यो मुच नि राख्नु के भयो टाइगर हिँडिरहनु पनि गाडी फेरि सठी बेला भए पुग्छ भने आयो भन्नु छुट्टै हो अनि कति बेला कि त्यहाँ पाउँछ नि त्यहाँ पाउनु त्यहाँ पाउँछ त्यहाँ पाउँछ नि यो त होइन कम गरेपछि तेल आउँछ अनि उकालोमा परे ट्याङ्कीको पनि त साह्रो हुनु पऱ्यो त्यसले एकछिन फिज म पालो ल्याउनु पऱ्यो साह्रो भयो भने ठिक छ क्या सर तेल सक्यो अरे तेल लिन गइरह हो छैन तेल लिन गएको छ होइन अब तेल हालेरै गर्नु पर्यो यो त तेल हालेपछि कम गएर होइन पेट पनि लाउँदैन पेट लिँदैन होला ब्रेक लिँदा हावा हुनु परेन दुईमा रहेछ काका हावा तेलै हाल्नुपर्छ अरू उपाय छैन ब्रेक हाल्ने यो मान्छे कुनै एम्बुलेन्स आएर पसेको कि आलो एम्बुलेन्स आउँदैन एउटा तीनटा एम्बुलेन्स माथिबाट आउने एम्बुलेन्स हुन्छ अब उहाँ उताबाट आउने छुट्टै एम्बुलेन्सहरू आयो भने आज खाने भोलि सुत्ने आज खाने भोलि चाहिँ मतलब छ यो मान्छे त रोजगार बसिरहेको छ दुनियाँ बसिरहेको छ के काममा हिँड्ने होला कसको काममा हिँड्ने होला मतलब छैन यही बोल्दा आइपुग्ला होला नि त तेल अनि यो के नबन्नु भयो 10 लिटर यो 10 लिटर त चाहिन्छ होइन यो अगाडि जाने पछाडि नजाने लापरवाहीको धेरै लापरवाही त्यही भन्दाखेरि नराम्रो लागिरहेको छ फेरि ट्राफिक गलत भयो ट्राफिक खाना यो बोल्दै उता गाडी साइड गरिसक्यो यार अलिक पछाडि गएर भन्दाखेरि त्यो अघि नै भन्नुपर्ने साइड अब यहाँ गइरहेको यहाँसम्म ब्याग अगाडि आएको त्यहाँसम्म ब्याग गइसकेपछि मलाई लाग्यो कि तल जान्छ भनेर त्यही भएर आइदिएर छिटो आइदिएर गाडी साइडबाट मैले भनेर उसले नराम्रो लाग्यो पिसी बनाइदियो त्यो कुरा हेर्नु चुप लागेर बस्ने जे हुन्छ देशमा हुन दिनुपर्छ त्यो चाहिँ राम्रो त्यो चाहिँ राम्रो हेरेर बस्ने अनुहार हेर्ने त्यो चाहिँ राम्रो गरिदिनु अलिक पर गऱ्यो भनेदेखि नराम्रो भइन्छ हजुर ठिक छ फसल चल्छ तपाईँको के मैले त्यो भने क्या बाबु
तेल त हेर्नुपर्छ क्या त तेल 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 छिटे पनि यो मिडलबाट झ्याल पर्छ ब्रेक टाइट हो यो अर्कै खालको सिस्टम हो नि हावा भयो नि गुड्दैन नि गाईको नखुवाल्छ सेन्सर सिस्टम हो क्या कम्पनीबाट दिएछ बाबु आधोले जा भन्नु पराएको नि होइन तेल त हेर्नुपर्छ नि कमसेकम कम्पनीको गाडी खोइ घरको हाम्रो त्यस्तो हेऱ्यो कम्पनी चिल्लाउनु ब्रेकको कारणले लिने नि त अब त्यो त हुन्छ ब्रेकको कारणले लिनु त सकिन्छ सकेर भयो त अनि अब बाराम सबै कहीँ जाँदैन जाँदैन आइपुग्यो क्या तेल कति तेल त आइपुग्यो ल त्यतिले उठ्दै त हुन्थ्यो अहिले दिनुपर्ने हो 5 लिटर छ त भन्नुपर्ने कम्मर जो एकचोटि माथि चन्द्रगिरीमा यस्तै गरेर यहाँ आएर तेल लिएर गयो हेर म अर्को गएर कुदेर ल्यायो तै पनि पम्प हान्दै ट्राई पैसा हान नै हुनु पऱ्यो नि त्यो बिर्को लाउनु पर्न पनि कसै गर पेसेन्ट बन्द गरेर साह्रो हुँदै आएको छैन साह्रो नभए त हुँदैन नि त्यो साह्रो साह्रो हुनुपर्छ